हेलो गाइस, गुड मर्निङ है। लु साथीहरु, मुला काटिसके मैले। बस धनिया नुन हाले मैले। हेलो गाइस, गुड मर्निङ है। आज चाहिँ म मुला काट्दैछु साथीहरु, अचार हाल्नुको लागि हो। मुलाको अचार हाल्नुको लागि अन्त यसो मार्केट गएको त मुला देखेँ नि त। अन्त मुला देख्दा अचार हाल्नु मन लाग्यो साथीहरु हैन। अन्त मुला ल्याएको मैले, मुला काट्दैछु साथीहरु। अन्त कति 2.5 केजी त ल्याएको आज हो। अन्त अहिले फर्स्ट उयो गरेर मजाले हालेर सुकाउनु पर्यो भनेर के साथीहरु। साथीहरु, मुला काटिसके मैले। अब यसलाई सुकाउँछु 2 जाम हो। अब यो मजाले बनिएर गर्छु। साथीहरु, यो मुलाको अचारको लागि मसला बनाउँदैछु म हो। यो गोलमरिच 1 चम्मच, सर्सो, यो अलिक ज्यादा राखेछु साथीहरु हो। सोप 1 चम्मच, आधा चम्मच मेथी, 1 चम्मच धनिया। कराई तताएर नि मसला मजाले हल्का गरम गर्छु। हल्का यो पटेटो पकिन्छ नि तब चाहिँ ग्यास अफ गर्ने हो साथीहरु। साथीहरु, मुला सुक्यो 2 घाममा, यतिकै सुक्यो हो साथीहरु। अन्त यसमा डल्ले मिर्च हालिदिन्छु। डल्ले पनि मजाले ओइलाए हो। अन्त मर्दैन क्या मसला पनि दरदरा पिसेको छु। नुन हाले मैले हो। अन्त काश्मिरी मिर्च। अब चाहिँ यो तेल खारेको थियो अघि, त्यो हालेर मजाले चलाउनु पर्छ। मजाले वरिपरि फिट्यो हो। अनि चाहिँ म अचार हाल्दैछु ल साथीहरु। यसमा भरिन्छ कि भरिँदैन हेरौँ साथीहरु है। ल साथीहरु, मेरो त 1 बोतल ठिक्कै भयो अचार। विन्टरलाई टम्मै भयो। लु साथीहरु, मेरो अचार रेडी भयो। अब यसलाई 8-9 दिन घाममा सुकाउने हो, मजाले कडा घाममा। अन्त सुकेर खाने रेडी भइहाल्छ हो। ल अहिलेलाई यति नै। थ्यांक यू फर वाचिङ। बाइ।